दर्शकवृन्द, नेपाली सांगीतिक क्षेत्रमा एकजना मोडल जसले आफूलाई उदयमान बनाउनको लागि दर्शकको अगाडि छाप छोड्नको लागि मेहनत गरिरहेका छन्। उनको नाम रहेको छ प्रकाश महर्जन। प्रकाश आफैमा दुबई बस्छन्, तर दुबईमा बसेर पनि उनले नेपाली सांगीतिक क्षेत्रलाई अगाडि बढाइरहेका छन्। उनको पछिल्लो समय मात्र उड्दैछु म भन्ने एउटा गीत रिलिज भएको छ, जुन तपाईले एसियन म्युजिकमा गएर हेर्न सक्नुहुन्छ। र यो गीत रिलिज भएपछि उनको कामको, त्यसपछि उनको हाइटको, उनको लुक्सको पनि चर्चा छ। र प्रकाशले विशेष गरी कहाँ छौँ कहाँ भन्ने एउटा गीत थियो सिन्धु मल्लको, त्यहाँबाट आफ्नो करियर सुरुवात गरेका थिए। त्यति बेला उनको एकदमै चर्चा पनि थियो। तर पछि उनी दुबई गएर उनले दुबईमा गएर काम गर्न थालेपछि उनले आफ्नो जुन मोल्डिङ करियर छ त्यसलाई निरन्तर रूपमा अगाडि बढाउन सकेका छैनन्। तर फिल्म लाइनप्रति इन्ट्रेस्ट भएका, फिल्म खेल्न रुचि भएका यी मोडल आफूले पछिल्लो समयमा यो चिजलाई अझै व्यग्रताको साथ लिइरहेको र यो चिजलाई निरन्तर रूपमा अगाडि बढाउन लागि परेको भन्ने छ। र तपाईले उनको बडी हेर्नुभयो भने उनी गजब देखेका छन्, उनले बडी पनि गजब बनाएका छन्, मेन्टेन पनि गरेका छन्। उनै प्रकाश जसको पछिल्लो गीत रहेको छ उड्दैछु म, यो गीत तपाईले हेर्न सक्नुहुन्छ। र प्रकाशले नेपाली फिल्ममा चान्स पाए भने पक्कै पनि आफूलाई राम्रोसँग अगाडि बढाउन सक्छन् भन्ने पनि देखिएको छ। प्रकाश महर्जनलाई धेरै धेरै शुभकामना छ। करियरमा तपाईले सफलता पाउनुहोस्। हिट नेपालको तर्फबाट शुभकामना।